मलाई उहाँहरूको अधिवेशन पुराना पार्टीहरूको भन्दा पनि जुरेस्ट लाग्यो। अब किन भन्नु होला, म्यानेजमेन्ट हेर्नुहोस् त्यस्तै छ हैन। बन्द सत्र गर्ने बेलामा बन्द सत्र गर्न सकेको छैन। मान्छेहरू चाहिँ गरिब गर्मीले उकुस मुकुस भएर यता भागे, उता रोएँ, यता कराएँ, उता चिच्याएँ भनेर चाहिँ गरिरहेछन्। टाइम टेबललाई ध्यान दिएको छैन। यो पनि एउटा कुरा छ, किनभने आधुनिक युगका राजनीतिक दलहरूले आफ्नो म्यानेजमेन्ट पनि के गर्न सक्नु पर्यो त, चुस्त दुरुस्त बनाउन सक्नु पर्यो नि त भन्ने क्वेसन चाहिँ आउँछ। त्यो हिसाबले एउटा म्यानेजमेन्टको एङ्गलले पनि मैले कुनै नयाँपन राम्रो कुरा चाहिँ उहाँहरूको अधिवेशनमा देखिनँ। दोस्रो कुरा, महाधिवेशनहरूको अर्को एकदमै ध्यान दिनुपर्ने कुरा कुनै पनि पार्टीको के हो भने उसको इनर पार्टी डेमोक्रेसी कस्तो छ त। पार्टीभित्रको तरिकाहरूले त्यहाँ लोकतन्त्रलाई सुनिश्चित गरेको छ कि एउटा दासहरूको नयाँ जमात सिर्जना गरेको छ हैन भन्ने कुरालाई हेर्नुपर्छ। यो मानकबाट हेर्दाखेरि पनि राष्ट्रसभाको अधिवेशन चाहिँ कहीँ कतै पुराना पार्टीहरूको भन्दा राम्रो देखिएन। किन देखिएन भने अब 158 जनाको कमिटीमा 7 जना त प्रदेशको अध्यक्षहरू पदे नआउने भए त्यो राम्रै भयो हैन। तर त्यसमध्ये 79 को चाहिँ चुनाव गराउने, 51 चाहिँ के गर्ने अरे नोमिनेसन गर्ने, त्यो पनि कसले? सभापतिले। हिजो हाम्रो अरू पार्टीहरूमा यही कुरा हुँदा हामी के भन्थ्यौँ त, त्यसलाई टिके प्रथा भन्थ्यौँ हैन। त्यो टिपेर ल्याएको क्रेनिङ गरेको मान्छे आफ्नो सभापतिलाई चाहिँ भविष्यमा चाहिँ बहुमत पुर्याउन सजिलो हुनको लागि, पार्टी कब्जा गर्न सजिलो हुनको लागि, गुटको वर्चस्व कायम गर्नको लागि नोमिनेट गर्ने भने पहिलो कुरा त आधुनिक युगको लोकतान्त्रिक पार्टीहरूमा नोमिनेट भन्ने शब्दै हुनु हुँदैन, भए पनि एकदमै दुर्लभ 10% भन्दा कम हुनुपर्छ। खास अवधिको लागि, खास समयमा खास खालका मान्छेहरूको लागि कुनै एउटा व्यावहारिक जटिलताहरू हल गर्न बाधा अड्काउ फुकाउ जस्तो गरिकन मात्रै नोमिनेट गर्ने सङ्ख्या हुनुपर्छ। त्यो एक्टिभ नै हुनु हुँदैन। त्यो बाधा अड्काउ फुकाउको परिस्थिति आएन भने जति कमिटी सेन्ट्रल कमिटी हुनुपर्ने हो त्यो टोटल्ली अधिवेशनको प्रतिनिधिहरूबाट इलेक्टेड हुनुपर्ने हो। उहाँहरूले ठुलो सङ्ख्या चाहिँ मनोनित राख्नुभयो, त्यो भएर पनि त्यो अधिवेशन जुरेस्ट भयो भन्ने मलाई लाग्छ। अब अर्को कुरा तपाईँहरू त्यहाँ इन्ट्रेस्टिङ तपाईँहरूले ध्यान दिनुभयो कि भएन, उहाँहरूले जुन प्रकारको अधिवेशनभित्र नोमिनेसन फी राख्नुभयो होइन, त्यो चाहिँ के भने कम्प्लिटली मान्छेहरू उम्मेदवार नहुन्, असाध्यै थोरै हुन् भन्ने साइकोलोजीबाट प्रेरित देखिन्छ। सभापतिको 51,000, पदाधिकारीको 41,000, केन्द्रीय सदस्यको 21,000, कति 21,000 भन्नुको अर्थ के हो भने त्यो नोमिनेसनमा डेमोक्रेसीको एउटा उद्देश्य के हुनुहुन्छ भने पार्टिसिपेसनलाई बढाउनु, मान्छेलाई उत्साहित गर्नु। आऊ तिमी पनि क्यान्डिडेट हौ, जित्न सक्छौ भने जित, तिम्रो पनि इक्वल राइट्स छ भन्ने हिसाबले हरेक प्रोभिजनहरू चाहिँ त्यो डेमोक्रेसीलाई स्ट्रेन्थेनिङ गर्ने पक्षमा, मान्छेको पार्टिसिपेसन बढाउने पक्षमा, मान्छेलाई सशक्तिकरण गर्ने पक्षमा, मान्छेलाई प्रोसेसमा इन्भल्भ गरेर भविष्यको नेताको रूपमा आत्मविश्वास बढाउने पक्षमा प्रोसेसहरू हुनुपर्नेमा उहाँहरूले चाहिँ डिस्करेज गर्ने भर्सस प्रोसेसमै नआओस् भन्ने, पैसा पनि धेरै राखिदिने होइन। नेपालको सङ्घीय संसदको चुनाव लड्न पनि 10,000 नोमिनेसन भए पुग्छ, तपाईँहरूलाई थाहा होला। उहाँहरूको केन्द्रीय सदस्यको नोमिनेसनकै लागि त्यसको भन्दा डबल फी उहाँहरूले राखिदिनु भयो। मैले अर्को एउटा इन्ट्रेस्टिङ न्युज सुने, हो कि होइन थाहा छैन, मैले मिडियामै आएको कुरा हो, तपाईँहरूले भेरिफाई गर्नु होला कि एकजना मान्छेले सभापतिको लागि उम्मेदवार घोषणा गर्यो, उहाँहरूले भोलिपल्ट महाधिवेशन प्रतिनिधिको नामैबाट उसको नाम चाहिँ के गरिदिनु भयो, गायब गरिदिनु भयो। यो सत्य हो कि असत्य हो तपाईँहरूलाई नै हजुर यो यदि सत्य हो भने योभन्दा ठुलो लोकतन्त्रको हत्या केही पनि होइन कि हरेक महाधिवेशन प्रतिनिधिलाई, अझ मेरो सिद्धान्तमा भन्नुहुन्छ त भने हरेक पार्टीको सदस्यलाई सभापतिमा उठ्ने के हुन्छ, अधिकार हुन्छ। नेपालमा यो एउटा 10 के अरे अलिकति मान्छेहरू 1,000, 2,000, 5,000 मान्छेहरू बोलाएर जुन पार्टीहरूको अधिवेशन गरिन्छ नि, यो कुरै गलत हो। यो निर्वाचन सम्बन्धी ऐनमा, संविधानमा संशोधन गरेर हरेक पार्टीहरूलाई उसको 5 लाख पार्टी मेम्बर हो भने उसको अध्यक्षको चुनाव कसको बिचबाट हुनुपर्छ, 5 लाखबाट हुनुपर्छ भन्ने सिद्धान्तको पक्षधर हो म त। त्यसमा पनि उहाँहरूले सभापतिको घोषणा गरेको मान्छेलाई महाधिवेशनको प्रतिनिधिबाटै नाम काटिदिनु भयो भनेपछि त्यो चाहिँ दुनियाँ हाँस्ने कुरो हो। त्यो डेमोक्रेसीको दृष्टिकोणबाट एकदमै निर्लज्ज अभ्यास हो भन्ने मलाई लाग्छ। अब तेस्रो पोइन्ट मैले भन्छु, एउटा तेस्रो पोइन्ट के गर्नुभयो उहाँहरूले भने त्यो प्रस्तावक त एउटा हुने बोल्यो, ठिक छ,
अनि सभापतिको उम्मेदवार हुन 51 जना समर्थक, पदाधिकारीको उम्मेदवार हुन कति 41 जना समर्थक, अनि केन्द्रीय समितिको हुनलाई चाहिँ 21 जना समर्थक। तपाईले दुनियाँमा यस्तो सुन्नुभएको छ? दुनियाँमा जहाँ पनि इलेक्सन हुन्छ भने 1 जना समर्थक हुन्छ, 1 जना प्रस्तावक हुन्छ। यो संसारभरिको नियम हो। तपाईले त्यो किन गरेको? त्यो पैसाबाट हेर्नुस्, त्यो पनि तपाईको के भने मान्छेहरूलाई चाहिँ एक्सक्लुड गर्न खोजेको छ पार्टिसिपेसनबाट। तपाईले त्यो नाम काटेकोबाट हेर्नुस्, त्यो पनि त्यही पुष्टि हुन्छ। अनि तपाईको त्यो समर्थकहरूको ठुलो संख्या राख्नु भनेको पनि के हो भने एक्चुअली महाधिवेशन भनेको उहाँहरूले अन्तरपार्टी लोकतन्त्रको अभ्यास गर्नको लागि होइन कि औपचारिकता पुरा गर्न, रिपिट लिडरसिपमा आउन र चाहिँ पार्टी कब्जा गर्नको लागि चाहिँ गरेको देखिन्छ। अब यो हिसाबले मैले जुरेस्ट महाधिवेशन भने हैन। तर योभन्दा पनि अर्को इन्ट्रेस्टिङ कुरा छ, तपाईहरुले कतिको ध्यान दिनुभएको छ कि वरिष्ठ नेताको कुनै नोमिनेसन पनि हुँदैन, चुनाव पनि हुँदैन हैन। फ्यान्टास्टिक। यो कस्तो खालको डेमोक्रेसी हो हैन। संसारमा तपाईहरुले कुनै पुरानो पार्टी कांग्रेसको महाधिवेशन, एमालेको महाधिवेशनमा पनि यो स्तरको कुराहरू तपाईहरुले देख्नुहुन्न हैन। भनिसकेपछि के देखियो भने उ चाहिँ पार्टी भनेको चाहिँ एउटा कठपुतली हो, अथवा एकदमै सिम्पल भाषामा भन्ने हो भने पार्टी अहिले बालेन शाहको पावर एक्सरसाइज गर्ने एउटा भर्याङ मात्रै हो। राष्ट्रसभा भन्ने पार्टीसँग बालेन शाहलाई, यो देशको प्रधानमन्त्रीलाई कुनै मतलब पनि छैन। उनले त्यो पार्टी बनाएको पनि होइन, त्यो पार्टीको दस्तावेजमा के लेखुन् उनलाई मतलब पनि छैन हैन। उनलाई यति थाहा छ, मैले रवि लामिछानेसँग एउटा पावर नेगोसिएसन गरेको छु, म प्राइम मिनिस्टर हुन्छु, ऊ सभापति हुन्छन्। हैन, संसारको डेमोक्रेसीमा हेर्नुभयो भने यो प्रोसेस चाहिँ एकदमै जुरेस्ट डेमोक्रेसी हो। तपाईले अमेरिकाको ट्रम्पलाई संसारभरिको जति मान्छेले गाली गरून्, तपाईले एउटा कुरा ध्यान दिनु होला, ट्रम्प पनि आफ्नो रिपब्लिकन पार्टी भित्रको प्राइमरी फेस गरेर आएको हुन्छ। र साथीहरूले एउटा गफ दिए चुनावभन्दा अगाडि कि यो नयाँ पार्टी हो, यसले चाहिँ चुनावको टिकेटिङ गर्दाखेरि चाहिँ यसले चाहिँ प्राइमरी गर्छ, प्रारम्भिक इलेक्सन गर्छ भनेका थिए। र यो समानुपातिक उम्मेदवारको लागि चाहिँ एउटा डिजिटल भोटिङ हुने गरी भनेर एउटा चुनाव पनि गराएको थियो। पनि मैले सुने या तिनै साथीहरूले मिडियामा रुँदै भनेको सुनियो कि जसले त्यो फर्मल प्राइमरीमा सबभन्दा धेर भोट ल्याएको थिए तिनीहरूको नाम कहीँ कतै उम्मेदवारीमा परेन। भनेपछि यो अन्तरपार्टी लोकतन्त्रको एक्सरसाइज गर्ने दृष्टिकोणले पनि राष्ट्रसभाको महाधिवेशन सम्पूर्णतः रूपमा असफल रह्यो भन्ने मलाई लाग्छ। अब योभन्दा महत्त्वपूर्ण कुरा चाहिँ के हो भने अहिलेको सन्दर्भमा बालेन शाहको सरकारको एक्टिभिटी र राष्ट्रसभाले त्यसमा चाहिँ समर्थन जनाउँदै गएको कि कुनै पनि इस्युमा कुनै पनि पार्टीको महाधिवेशन हुन्छ भने त्यसले आफ्नो पार्टीको सरकार छ भने त्यो सरकारले ठिक गरेको बेठिक गरेको भन्ने एउटा कुनै न कुनै प्रकारको समीक्षा ल्याउनुपर्छ। यो इस्युमा सरकारसँग पार्टीको सहमति रह्यो, यो इस्युमा पार्टीको नीतिभन्दा विपरीत सरकार गयो, यो इस्युमा हाम्रा यस्ता खालका विमतिहरू रहे अथवा चाहिँ बहस गर्ने ठाउँ रह्यो, यहाँनिर गल्ती भयो, यसलाई यसरी सोच्याउनु पर्छ भनेर सरकारको पनि एउटा समीक्षा चाहिँ पार्टीको अधिवेशनहरूले दिनुपर्छ। त्यो दिएको मैले सुनिनँ। अब मैले सुनिनँ कि अब तपाईँहरूले पनि सुन्नु भएन, त्यो पछि डकुमेन्ट हेरौँला आएको छ भने, तर मैले चाहिँ त्यो सुनिनँ कि बालेन सरकारले यो बिचमा गरेको सबै कदमप्रति उहाँहरूको सहमति हो भन्ने त्यसबाट अर्थ लाग्छ। त्यो सहमति हो भने अहिले तपाईहरुले जुन इस्यु उठाउनु भयो कि सुकुम्बासीको बस्तीमा डोजर लगाएको कुरा पनि अब बालेन सरकारको मात्रै होइन, त्यो डोजर रवि लामिछानेले पनि लगाएको हो र होल राष्ट्रसभा पार्टीले लगाएको हो। अझ म तपाईहरुलाई एउटा इन्ट्रेस्टिङ तथ्याङ्क भन्छु कि सुकुम्बासीको बस्तीमा उहाँहरूले डोजर लगाउनु भयो, यो काठमाडौँको खोला किनारहरूमा रिक्स हुन्छ भनेर काठमाडौँ र केही सहरहरूमा गरेर, बुटवल, काठमाडौँ, कोवलपुर यस्तो केही सहरहरूमा भेटौडाहरूमा गरेर करिब 15 देखि 25 हजार मान्छेहरूलाई चाहिँ उहाँहरूले बेघरबार बनाउनु भयो र होल्डिङ सेन्टरमा राखेर लाल पूर्जा दिएर घर बनाइदिएर मात्रै घर पठाउँछौँ भन्ने खालका भाषण गर्नुभयो। अब अहिले उहाँहरूले चाहिँ 25,000 रुपियाँ लिएर जो आफ्नो जो जहाँ जान्छौ जाओ, अब तुरुन्त 5 दिनभित्र चाहिँ यहाँबाट हिँड, अब सरकारले राख्न भात खुवाउन सक्दैन भन्ने खालको कुराहरू चाहिँ गरिरहनु भएको छ, गैर जिम्मेवार कुराहरू गरिरहनु भएको छ। उहाँहरूसँग त्यो म्यानेजमेन्ट गर्ने कपासिटी थिएन भने उहाँहरूको घर भत्काउने अधिकार पनि सरकारसँग थिएन।